युरोप जाने सपना बोकेर दुबई आउनुभयो, तर दुबईमा सप्लाई कम्पनी पर्यो, पासपोर्ट कम्पनीले राख्यो। अप्लाई गर्नको लागि पासपोर्ट चाहिन्छ होला, अब के गर्ने? मैले एक हप्ता अगाडि एउटा भिडियो हालेको थिएँ। त्यो भिडियोमा धेरै साथीहरूले यस्तै कमेन्ट गरिराख्नु भएको थियो, कसैले पर्सनली पनि मेसेज गरेर सोधिराख्नु भएको थियो, अप्लाई गर्नको लागि पासपोर्ट चाहिन्छ कि चाहिँदैन, मेरो त कम्पनीले 2 वर्ष नपुगी पासपोर्ट दिन्न भन्छ, सप्लाई कम्पनी हो भन्नुभएको थियो। म पनि दुबईमा सप्लाई कम्पनीमै काम गरेको हुनाले मैले पनि सप्लाई कम्पनीमै काम गर्दै गर्दा अप्लाई गर्दै गर्दा मैले जे कुरा अनुभव गरेँ, जे कुरा भोगेँ, त्यो कुरा म हजुरहरूलाई भन्दैछु। यदि तपाईँहरू पहिलो कुरा त यदि तपाईँहरू दुबईदेखि रोमानियाको लागि अप्लाई गर्दै हुनुहुन्छ अथवा जुनसुकै युरोपियन सेन्जन कन्ट्रीको लागि अप्लाई गर्दै हुनुहुन्छ भने पहिलो कुरा तपाईँले एमिरेट्स आइडीमा 6 महिना पुगेपछि मात्र अप्लाई गर्न मिल्छ है। अनि तपाईँले अप्लाई गर्नुभन्दा अगाडि एउटा कुरा ध्यान दिनु होला, 1 वर्ष यदि तपाईँको एमिरेट्स आइडीमा 1 वर्षको डेट छैन भने तपाईँले अप्लाई नगर्दा हुन्छ, ताकि तपाईँलाई मेन पावरले धोका नदियोस्, ताकि तपाईँको भिसा सकिएपछि यदि काम भएन, पासपोर्ट एम्बेसीमा होल्ड भयो भने तपाईँलाई अप्ठ्यारो नपरोस्। जुन कुरा मैले भोगेर आएको छु दुबईदेखि, त्यो कुरा म हजुरलाई सेयर गर्दैछु है त। र कुरा आयो अप्लाई गर्दाखेरि पासपोर्ट चाहिन्छ कि चाहिँदैन। रोमानियाको लागि मात्र होइन, युरोपको जुनसुकै सेन्जन कन्ट्रीको लागि तपाईँ अप्लाई गर्दाखेरि तपाईँको सुरुमै ओरिजिनल पासपोर्ट चाहिने भन्ने हुँदैन। ओरिजिनल पासपोर्ट त्यति बेला चाहिन्छ जब तपाईँ भिजा इन्टरभ्यूको लागि जानुहुन्छ, त्यति बेला तपाईँले ओरिजिनल पासपोर्ट आफ्नो साथमै बोकेर जानुपर्ने हुन्छ। जस्तै तपाईँले अप्लाई गर्नुभयो भने त्यसपछि तपाईँको अफर लेटर आउँछ, वर्क पर्मिट आउँछ। वर्क पर्मिट आइसकेपछि तपाईँको एजेन्टले तपाईँलाई एम्बेसी अपोइन्टमेन्ट डेट बुक गरिदिन्छ। त्यो डेटमा तपाईँ एम्बेसी जानुपर्ने हुन्छ। त्यति बेला तपाईँले आफ्नो पासपोर्ट आफ्नो साथमै बोकेर जाने हो, कुनै पनि एजेन्टलाई तपाईँले पासपोर्ट दिने भन्ने हुँदैन। यदि तपाईँ पनि सप्लाई कम्पनीमा हुनुहुन्छ, आफूसँग पासपोर्ट छैन, कम्पनीले राखेको छ भने तपाईँले आफ्नो वर्क पर्मिट आइसकेपछि अप्लाई गर्दा पासपोर्ट त चाहिँदैन। वर्क पर्मिट आइसकेपछि तपाईँले आफ्नो कम्पनीलाई राम्रोसँग कुरा गरेर रिक्वेस्ट गरेर यस्तो यस्तो छ भनेर, अब तपाईँले आफ्नो हिसाबले जसरी कुरा गर्दा सजिलो लाग्छ कम्पनी हेरेर अब राम्रोसँग तरिकाले कुरा गरेपछि तपाईँलाई कुनै पनि कम्पनीले पासपोर्ट नदिने भन्ने हुँदैन। तपाईँले जुनसुकै तरिका अप्नाएर पनि आफ्नो पासपोर्ट चाहेपछि लिन सक्नुहुन्छ। मैले चाहिँ आफ्नो वर्क पर्मिट आइसकेपछि मेरो वर्क पर्मिटको फोटो देखाएर आफ्नो बोससँग फोटो देखाएर अनि मैले मागेको थिएँ यस्तो यस्तो भनेर। मागेको 1 हप्तामै मेरो कम्पनीले मलाई पासपोर्ट दिएको थियो। तपाईँले पनि यस्तै आइडियाहरू अप्नाएर अप्लाई गर्न सक्नुहुन्छ। अप्लाई गर्दा त चाहिँदैन, राम्रोसँग इन्टरभ्यू दिनु होला, राम्रोसँग आउनु होला। बेस्ट अफ लक सबैजनालाई। यदि तपाईँलाई केही कुरा सोध्न मन छ, बुझ्न मन छ भने यसै भिडियोको मुनि कमेन्ट छोड्नु होला। मैले आफूले भोगेको कुरा, अनुभव गरेको कुरा तपाईँहरूलाई सेयर गर्ने नै छु है त।